हेलो गाइज, आज हामीहरू यसो यहाँ घुम्न आएको मार्बल डाँडातिर घुम्न आएको छौँ। अब यस्तै हो, के गर्ने होइन, कहिलेकाहीँ यसो इन्जोयमेन्ट गर्नुपर्छ। काका भतिज यसो आज आइदिएको टक्क लाएर भ्लग हानिदिरहेको छु आज मैले होइन। आज फर्स्ट टाइम भ्लग हानिदिरहेको छु। अब यसो आज मैले यो अब पोस्ट त गर्छु कि गर्दिनँ मलाई पनि थाहा छैन। जे होस् आफ्नो इन्जोयमेन्टको लागि, पछिको मेमोरीको लागि चाहिँ मैले यसो भिडियोहरू बनाइदिएँ हो। भ्लग अब जे भन्नुहुन्छ त्यही हो। यसो अब कहिलेकाहीँ त घुम्नु पऱ्यो नि, कति रुममा बस्दा झ्याउ लागिसक्यो। त्यही भएर आज यसो रिफ्रेसमेन्ट लिनको लागि हामी के अरे ठाउँको नाम मार्बल डाँडा आएको हो। मार्बल डाँडा अघि हामी गइसक्यौँ। त्यहाँबाट अहिले हामी माथि त पुल्चोकी जाने बाटोतिर आएको छौँ। अब हाम्रो लास्ट नै हो, हामी यहाँबाट टक्क फर्किन्छौँ। अहिलेलाई यति नै, बाँकी म अपडेट लिन्छु एकछिनपछि। थ्याङ्क यू। गाइज हामी त्यहाँबाट तल झरिसक्यौँ। ट्याक्कै त्यहाँ नजिकै गोदावरी छ अगाडि। एकछिन यसो त्यही फोटोसोटो खिचिदिउँ न भनेर काका च्याप्सी काका बसिरहनु भएको छ। फोटो खिच्ने भनेर अब यसो खिच्छौँ हामी। तर बाबा के एकदम पिसफुल साउन्ड होइन, माथि जानुपर्छ टक्क लेकतिरको त्यो चराचुरुङ्गीको चिरचिर साउन्डहरू क्या बाबा लागिरहेको एकदम मनै आहा मन क्या शान्त, एकदम शान्त पिसफुल भयो। वातावरण चाहिँ एकदम राम्रो छ। यसो आउनुहोस्, गर्लफ्रेन्ड बोयफ्रेन्ड लिएर आउनुहोस्, साथीहरूसँग आउनुहोस्। तर आउनुहोस् साथीहरू होइन। अब धेरै साथीहरू त यहाँ आइसक्नु भएको होला भन्ने मलाई लागिरहेको छ। त्यही पनि फेरि आउनुहोस्। अहिलेको मौसम एकदम बवाल छ, पुरै हरियाली छ, एकदम राम्रो छ। यसो आएर एकचोटि भिजिट गर्नु होला भन्ने चाहिँ मेरो सजेसन छ सबै साथीहरूलाई। यही हो, अब भन्नुपर्ने केही छैन अरू। यस्तो आएको छ हामी, अब के गर्नु, कहिले यसो घुम्नु पऱ्यो भने साथीहरू। अब काका चाहिँ तल मेरो होन्डा भन्दा नि मेरो बसन्ती लिन जानु भएको छ। टक्क अब आउँदै हुन्छ लिएर। बवाल छ है, बवालमा भ्यू त हो, यस्तो भ्यू त बवालै हो। यसो अब के गर्नु, झ्याउ लागिसक्यो होइन। घुम्न आएको जोस् अलिअलि भयो भने माइन्ड फ्रेस भएको छ। यसो घुम्नु पऱ्यो भनेर आएको। आज हामी के गर्नु होइन। अब खासै अब मलाई त्यस्तो भ्लगहरू बनाउनु त आउँदैन। त्यही पनि आज जोस् हल्का जस्ट ट्राई गरिदिएको साथीहरू। अब राम्रो नराम्रो के भयो होला, नराम्रो भयो भने यसो सबैलाई सरी भन्न चाह्यो होइन। ठिक छ। आस्ते सुममा आएको त